ल ल हेर्नुहोस् गाइज यता काम धमाधम हुँदैछ त यता भाइहरूले यता धमाधम मेसिन बनाइरहेको छ हलो 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 उता एकजना रहेछ मिस्त्री आर्यन भाइ भन्ने केटाहरूले पुरै यता बनाइरहेछ हलो अहिले त बर्सात के भन्छन् यो खेतीपातीको सिजन आयो अब त्यो मान्छेहरूले पनि के भन्छ नि ट्र्याक्टर बनाउने फार लाउने हलोमा फार लाउने यस्तो कुराहरू धमाधम गर्दैछन् मान्छेहरूले यो हाम्रो सिसा गाउँको मिस्त्री भाइहरू डेन्जर मिस्त्री छ यिनीहरू सबै बनाउँछ यिनीहरू नयाँ मिस्त्री हो केटाहरू चाहिँ सबै एक्सपर्ट भइसकेको छ यस्तो काममा भनेको आर्यन भाइ अनि उसको नाम के हो भाइको नाम थाहै छैन मलाई सञ्जय भाइ मैले यसलाई पढाएको मैले नि अब नपढ्ने मान्छेहरू के गरोस् होइन यस्तै काम सिक्नुपर्छ अब त्यो पढेर अल्झिनुभन्दा यही काम गर राम्रो पढेर पनि पैसा कमाउने यता पनि पैसा कमाउने अब पढाइमा मन छैन भने जसको हेर्नुहोस् पढाइमा जसको मन छैन सानैदेखि कुनै सिप सिक्नु होला है त अब पढेर केही गर्ने होइन त्यही भएर चाहिँ सानैमा सिप सिक्ने यदि पढ्न रहर छैन भने है त सबैले यहाँ हाम्रो यो खासमा ग्यारेज नन्दे अङ्कलको हो यसमा चाहिँ धेरै कुराहरू पाइन्छ यहाँ चाहिँ गीत सुन्दै केटाहरूले यता चाहिँ काम गर्दैछन् होइन फेरि यो अब यता फेरि उता गयो भने फेरि यो गीतको कारणले कपिराइट लाग्यो हाल्छ यसमा यो भिडियोमा त्यस कारणले उता नजाउँ है त अब जस हलो चाहिँ बनायो केटाहरूले अब के गर्यो के गर्यो सबै सामानहरू सायद यहीँ पायो होला नयाँ नयाँ सामानहरू नट पाल्टोहरू के लगाइरहेको छ आर्यन भाइ भाइरल बोय ल हेर्नुहोस् गाइस यो हाम्रो भाइरल बोय हो अरे टिकटकमा भाइरल बोय टिकटकमा अरूमा त होइन टिकटकमा चाहिँ भाइरल भयो टिकटकमा भाइरल भएको होइन आर्यन भाइको टिकटकको आइडी के हो भनिदिने सबैलाई राइडर बाबु राइडर बाबुलाई यसो फलो गरिदिनु है त मेरो पनि पहिले थियो मैले त डिलिट पारिदिएँ अब जस्ट यो युट्युब मात्रै त्यो चाहिँ थियो अब मैले चाहिँ टिकटक डिलिट पारिदिएँ काम छैन त्यो टिकटकको भनेर हाम्रो बाबा पनि यता बसिरहनु भएको छ मस्त हेर्दै हुनुहुन्छ हाम्रो बाबा ठुलो बाबा सबभन्दा ठुलो बाबा सबैभन्दा ठुलो बाबा बुढा बाबा हाम्रै बाबालाई बाबा पर्नुहुन्छ भन्नाले हजुरबालाई हजुर अङ्कल पर्नुहुन्छ क्या भन्छ हाम्रो हजुरबालाई अङ्कल पर्नुहुन्छ ल ल छिटो बनाउनु पऱ्यो है कसको यो कर्थ्यो ए उहाँको यो ट्र्याक्टर भनेको उहाँको अब जोस् राम्रो बनाउँछ होला अब रेडी भइसक्यो अब केटाहरूले यसो फास्ट सबै काम गर्दै अब खेतीपातीको सिजन आयो अब सो मर्मत सम्भार त गर्नुपर्छ गाडीहरूलाई पुरै तीनवटा गाडी रहेछ हेर्नुहोस् त्यहाँ तीनवटा गाडी छ यसो केटाहरूले राम्रो बनाउँछ अरे अनि गाडीको त्यहाँ त दिनै आउँछ तिन चारवटा दिन नै पछि 3-4वटा गाडीहरू हुन्छ यहाँ चाहिँ केटाहरूलाई म त के भन्छु भन्दा सबैलाई के सजेसन दिन्छु है अब केटाहरूले अहिले पैसा त कमाएको छैन होला यसो सिक्दैछन् होला होइन यसो सिक्नुपर्छ है तपाईँको अब यदि कोही विद्यार्थी हो भने चाहिँ अब यदि पढाइमा मन छैन भने चाहिँ घरमा यहाँ भन्दा पनि केही सिक्नु है त पढाइमा अब रहर छैन केही छैन भने मन छैन भने सिक्ने अब नेपालमा त्यही हो अब सिकेर अब नेपालमै गर्ने हो भने झनै राम्रो अब गरेन भने चाहिँ विदेशको लागि पनि राम्रो सिक्ने है त अब यस्तै हो मैले मेरा भावना सधैँ खुसी राख्न सकु तिमीलाई मेरी आमा ल त गाइज है अब यस्तो केटाहरूलाई पनि यसो हाइलो भइसक्यो अब जाउँ उतातिर अब घुमघाम गर्ने सानो ठुलो ट्र्याक्टर सबै बन्दो रहेछ यहाँ यो के भन्छन् ढलान गर्ने यो के भन्छन् मिक्सर पनि यहाँ बनाइदो रहेछ त्यता हेर्नुहोस् यो बाख्राले के चिन्ता भएको चिन्ता पिर के छैन यहाँ बसेर त्यहाँ पनि छन् 3टा यिनीहरू अब
मैले त है गाइस अब जिन्दगीमा होइन अब धेरै कामहरू सिकेँ, धेरै कामहरू पनि गरेँ होइन, किसानी खेती यताउति धेरै कामहरू गरेँ होइन, पढ्थेँ पनि होइन। अनि अहिले चाहिँ सबै काम आउँछ क्या भन्नाले अब गर्ने यताउति लगभग घरैसी कामहरू यताउति सबै आउँछ। तर के गर्नु होइन, अब मान्छे जब जति होइन अलिक ठुलो हुँदै गयो होइन, पैसा कमाउनु थालेपछि हल्का अल्छी लाग्दो रहेछ क्या, अल्छीपना छाइँदो रहेछ क्या मान्छेहरूमा चाहिँ। हो त्यही छाएको हो क्या मेरो ममा पनि अहिले पुरै यसो अल्छी लाग्छ होइन काम गर्न पनि। नेक्स्ट लेभलको अल्छी लाग्छ क्या मलाई चाहिँ, नेक्स्ट लेभलको अल्छी लाग्यो भने थाहा छ नि गाइस के हुन्छ भने यसो यहाँ चाहिँ हेर्नुहोस् यो हाम्रो अब बसौँ एकछिन कति होइन कति घुम्यो क्या यताउति, घुम्नु पनि अलिक अल्छी मलाई त यताउता जानु पनि दिक्क लाग्छ क्या, त्यही भएर घरमै बस्छु र नेक्स्ट लेभलको अल्छी लाग्यो भने त म त के गर्नु। अस्ति यसो अब अलिक त्यतिखेर चाहिँ अब यो आजभन्दा 2-3 वर्ष अगाडि चाहिँ यसो गेमहरू खेलेर दिन बिताउँथेँ। अब चाहिँ यता पढाउन थालेपछि पढ्दा दिन जान्छ हेर्नुहोस् है गाइस। त्यस कारणले अब के भन्नु होइन, आफ्नो त काम गर्नु पर्यो हो किन, आफ्नो जीवनलाई त राम्रो बनाउनु पर्यो हो किन। त्यसको लागि चाहिँ केही गर्नु होला, सिके पनि ठिक छ, कुनै जुनसुकै यो काम त्यो काम ठुलो होइन क्या, जुनसुकै काम गर्नु होला, सबै काम एउटै हो क्या, राम्रो हुन्छ क्या सबै। अब मान्छेहरूले के भन्छ भने धेरै पढेको छु लेखेको, त्यो धेरै पढ्ने लेख्नेले के गर्छ, केही पनि गर्दैन। त्योभन्दा राम्रो काम भनेको यो सामान्य यो घर यताउता काम गर्नेहरू राम्रो हो, पैसा कमाउनु हुने गाइस। हामीले हेर्नु छ, मैले अब ब्याचलर क्लियर गरिसकेँ, अब पैसा भनेको त्यही थाहा छँदैछ, कम त्यो केही हुँदैन। यो जब यदि सरकारी जब गर्ने हो भने चाहिँ यो बुढेसकालको सहारा मात्रै हो हेर्नुहोस् है गाइस होइन। अब विदेशै जानुपर्छ क्या अहिलेको जमानामा त, मान्छेहरू धेरै अब अहिले एडभान्स भइसक्यो होइन, पैसा चाहिन्छ त्यसको लागि धेरै होइन। त्यस कारणले अब पैसा कमाउनु पर्यो। नेपालमा बसेर 10,000 15,000 20,000 30,000 40,000 50,000 खाएर चाहिँ काम लाग्दैन होइन गाइस, हेर्नुहोस् है गाइस। त्यस कारणले धेरै कमाउनु मन छ भने चाहिँ त्यहाँ अन्डा नि रहेछ, मान्छेले नै फालेको हो कि अब कसले फाल्यो त्यहाँ हेर्नुहोस् त अन्डा गाइस। यो अन्डा पनि रहेछ त्यहाँ, अन्डा रहेछ, अन्डा क्रेट नै रहेछ, जसले फाल्यो नि अब जल्सा हुने भयो यो यहाँको माछालाई चाहिँ यहाँ त्यो हेर्नुहोस् यो बोतल हाल्नुको अर्थ के भन्नाले यो जुन बकुला हुन्छ नि त्यो बकुलालाई खेल्नको लागि। ल त गाइस है, अब धेरै कुरा पनि नगरौँ, धेरै ठुलो लामो भिडियो पनि नबनाऊ, यति भन्दै अब म पनि अब यस ब्लगबाट बिदा भएँ त गाइस। ल एभ्रीबडी गुड लक।